Dear all the viewers, welcome to my channel Royal Zenith. I hope you all are fine. It's me Ganesh Dhami. Today I am back with the video of the poem King Lear and his three daughters. In my previous video, part 1 of this video, I have explained the poem line by line, which contains 184 lines divided into 23 stanzas of 8 lines. In this video, I will talk about figures of speech or literary devices used in this poem and provide the summary. At last, I will provide multiple choice questions and important question answers. Before that, if you have not subscribed to my channel yet, please subscribe it and share the video among your friends to whom it may be useful. First of all, let's talk about the figures of speech poetic devices used in this poem. Number 1, एल्युजन. एल्युजन भनेको कुनै पुरानो लिटरेरी टेक्स्टबाट, इतिहासबाट, मिथोलोजीबाट, कुनै चीजबाट रेफरेन्स अथवा प्रसङ्ग ल्याउनुलाई एल्युजन भनिन्छ। यहाँ चाहिँ विलियम शेक्सपियरको प्ले किङ लियरको प्रसङ्ग त्यसमा आधारित छ, त्यसैले यो एल्युजन हो। र नम्बर 2, एलिट्रेसन. एलिट्रेसन भनेको रिपिटिसन अफ कन्सोनान्ट साउन्ड, सँगसँगै आउने शब्दहरूमा सुरुको अगाडिको वर्ड चाहिँ एउटै साउन्ड कन्सोनान्ट साउन्ड आयो भने त्यसलाई एलिट्रेसन भनिन्छ। जस्तै प्रिन्सली पावर पिस, प साउन्ड आएको छ सँगै आएका वर्डहरूमा। त्यस्तै अर्कोमा वेयर, वेन, हि, ह साउन्ड आएको छ। त्यस्तै फेमस, फ्रान्समा फ साउन्ड आएको छ। यो एलिट्रेसन हो। यस्तो धेरै एक्जाम्पलहरू यसमा छ, मैले 3वटा मात्रै एक्जाम्पलहरू यसमा लेखेको छु। नम्बर 3, एनाफोरा. एनाफोरा भनेको ब्याकवर्ड रेफरेन्स, पहिला युज भएको चिजलाई पछाडि कुनै प्रोनाउनले रिफर गरिन्छ भने त्यसलाई एनाफोरा भनिन्छ। जस्तै यसमा फ्रान्सलाई पछि चाहिँ वेयर भनेर युज गरिएको छ। अब किङ लियर हरेक पटक भन्दा त्यो मोनोटोनस हुन्छ, बोरिङ हुन्छ, त्यसैले त्यसको सट्टामा हि वर्ड युज गरिएको छ, यसलाई एनाफोरा भनिन्छ। अरू एक्जाम्पलहरू पनि यसमा छन्। र अर्को यसमा प्रयोग गरिएको फिगर्स अफ स्पिच भनेको पर्सनिफिकेसन. पर्सनिफिकेसन भनेको नन लिभिङ थिङ्ग्सहरू होइन, नन ह्युमन थिङ्ग्सहरूलाई ह्युमन क्वालिटिज दिनुलाई भनिन्छ। जस्तै यसमा हिल्स, वुड्स एन्ड सेन्सलेस थिङ्ग्स साइन ग्रोन भनेको छ। जस्तै हिल भनेको डाँडा, वुड भनेको जङ्गल, यसले पनि के गर्यो भने लामो सास, साई भनेको लामो सास लिनु, ग्रोन भनेको पीडाको आवाज निकाल्यो अरे विलियम त्यो किङ लियरको पीडा सँगसँगै। तिनीहरू त नन लिभिङ थिङ्ग्स अथवा नन लिभिङ थिङ्ग्स भन्दा पनि यिनीहरू त मान्छे त होइन, मानवीय क्वालिटीहरू दिएको छ, त्यसैले यसलाई पर्सनिफिकेसन भनिन्छ। यसमा युज गरिएको इमेजरी भनेको हाम्रो 5वटा सेन्सलाई अपिल गर्ने एक्सप्रेसनलाई भनिन्छ। जस्तै हिल्स, जस्तै डाँडाको चित्र हाम्रो दिमागमा आउँछ, मेन्टल पिक्चर, भिजुअल इमेजरी। वुड्स भनेको जङ्गलको चित्र दिमागमा आउँछ, यसलाई इमेजरी भनिन्छ। त्यसै गरी मेटोनिमी भनेको कुनै होल थिङ्ग्सलाई रिफर गर्नलाई एउटा पार्ट युज गर्यो भने त्यसलाई मेटोनिमी भनिन्छ। जस्तै किङडम भन्नलाई यहाँ क्राउन मात्रै युज गरिएको छ, त्यसैले यो भनेको मेटोनिमी हो। यिनीहरू चाहिँ यसमा प्रयोग गरिएका फिगर्स अफ स्पिचहरू हुन्। नाउ समरी अफ दिस पोइम. किङ लियर एन्ड हिज थ्री डटर्स इज अ ब्यालेड. यो चाहिँ एउटा ब्यालेड हो जसले स्टोरी भन्ने गर्छ, रिटन बाई एन अमेरिकन पोइट जर्ज वाटन एडवर्ड्सद्वारा लिखित हो यो। इट इज द पोइम बेस्ड अन विलियम शेक्सपियर्स फेमस ट्रेजेडी किङ लियर. विलियम शेक्सपियरको फेमस ट्रेजेडी किङ लियरमा आधारित छ यो। दिस पोइम डिल्स विथ द अनवाइज डिभिजन अफ हिज किङडम अमङ हिज थ्री डटर्स बाई किङ लियर. यसमा राजा किङ लियरले आफ्ना 3टा छोरीहरूलाई आफ्नो राज्यलाई अविवेकपूर्ण तरिकाले उनले बाँडेका छन् र त्यसको दुःख कष्ट पछि भोगेका छन् उनले, त्यो चाहिँ यहाँ वर्णन गरिएको छ यो कवितामा। एन एजिङ एन्ड सनलेस किङ अफ द एन्सियन्ट ब्रिटेन, किङ लियर डिसाइड्स टु स्टेप डाउन फ्रम हिज थ्रोन. एन्सियन्ट ब्रिटेनको, प्राचीन ब्रिटेनको एउटा राजा किङ लियर चाहिँ जो एजिङ छ, ऊ बुढो हुँदै गइरहेको छ, र सनलेस छ, ऊ पुत्रविहीन छ, छोरा छैन, छोरीहरू मात्रै छ। हि डिसाइड्स टु स्टेप डाउन भनेको राजगद्दी त्याग्नु, स्टेप डाउन भनेको त्याग्नु, फ्रम हिज थ्रोन, ऊ गद्दीबाट, राजगद्दीबाट ऊ निस्किन चाहन्छ, ऊ राजकाज अरूको हातमा दिन चाहन्छ, छोरीहरूको हातमा। हि वान्ट्स टु डिभाइड हिज किङडम अमङ हिज थ्री डटर्स. उसले आफ्नो छोरीहरूलाई आफ्नो राज्य बाँड्न चाहन्छ। छोरीहरू हुन् रेगन सबैभन्दा जेठी एल्डेस्ट, गोनेरिल सेकेन्ड दोस्रो, र कोडेलिया तेस्रो हो। हि लभ्स बिङ फ्ल्याटर्ड. उसले आफूलाई एकदमै झुटो प्रशंसा गरिएको, फ्ल्याटर गरिएको अथवा चिल्लो लगाइएको, चाप्लुसी गरिएको, उसलाई एकदमै प्रशंसा गरिएको एकदमै मनपर्छ। त्यसैले हि टेक्स द लभ टेस्ट अफ हिज थ्री डटर्स एन्ड आस्क्स इच हाउ मच सी लभ्स हिम. र उसले 3टै छोरीहरूलाई एक दिन बोलाएर तिमीहरूले मलाई कति माया गर्छौ भनेर एक एक गरेर सोध्छ उनीहरूको
लभ टेस्ट लिन्छ, उनीहरूको मायाको परीक्षण गर्छ, कति माया गर्छन् भनेर। रेगन एन्ड गोनेरिल अगाडिको दुईटा सिस्टरहरूले दे गिभ फ्ल्याटरिङ आन्सर, उनीहरूले एकदमै चाप्लुसी गरेर एकदमै मिठा शब्दहरू हालेर उनीहरूले गफ दिन्छन्, उनीहरूले झुटो प्रशंसा गरेर आफूलाई बुवालाई माया गर्ने झुटा वर्डहरू दिन्छन्। एन्ड दे युज फेक वर्ड्स बट हिज फेभरेट डटर कोडेलिया सेज द्याट सी लभ्स हर फादर एज मच एज सी सुड डु। र कान्छी छोरी जो चाहिँ आफ्नो प्यारी छोरी थिए उसले चाहिँ के भन्यो भने उसले एकदमै झुटा प्रशंसाहरू गरिएका वर्डहरू उसले युज गरेन। सिम्पल शब्दमा मैले तपाईँलाई बुवाको रूपमा जति माया गर्नुपर्ने हो, तपाईँप्रति मेरो दायित्व जति छ म त्यति माया गर्छु भनेर उसले भनी। एन्ड सी सेज सी विल डिस्चार्ज हर ड्युटी टुवर्ड्स हिम एज अ फादर, मैले बुवाप्रति गर्नुपर्ने आफ्नो दायित्व कर्तव्य के हो त्यो निभाउनेछु, पुरा गर्नेछु उसले भनी। सी डज नट युज बिग फेक एन्ड फ्ल्याटरिङ वर्ड्स, उसले ठुल्ठुला कुराहरू गरिन, फेक झुटा शब्दहरू पनि प्रयोग गरिन र फ्ल्याटरिङ वर्ड्स भनेको त्यो प्रशंसा गर्ने झुटो प्रशंसा गर्ने शब्दहरू पनि उसले प्रयोग गरिन। टु हर आन्सर किङ लियर गेट्स एङ्ग्री एन्ड ब्यानिसेस एन्ड डिसइनहेरिट्स हर फ्रम गेटिङ किङडम एन्ड प्रपर्टी। जब छोरीको आन्सर अब यस्तो सुन्यो, आफ्नो प्यारी छोरीबाट यस्तो सामान्य शब्दमा उसले प्रेम व्यक्त गरी राजालाई रिस उठ्यो। हि गेट्स एङ्ग्री र ब्यानिसेस उसले देश निकाला गर्यो छोरीलाई, र डिसइनहेरिट भनेको आफ्नो सम्पत्तिबाट पैतृक सम्पत्ति आफ्नो पाउनबाट उसलाई वञ्चित गरायो। डिसइनहेरिट भनेको अब पैतृक सम्पत्ति पाउनबाट वञ्चित गर्नु, र उसले आफ्नो देशबाट निकाला गर्यो, राज्यबाट निकाला गर्यो, सम्पत्ति पनि दिएन। अनहेल्प्ड एन्ड अनपिटिड, बिचारा बेसहारा र सहयोग नगरिएको दया नपाएको कोडेलिया गोज टु फ्रान्स एन्ड द फ्रेन्च प्रिन्स म्यारिज हर। अब भौतारिँदै यताउता हिँड्दै कोडेलिया अब फ्रान्स पुग्छिन् र फ्रान्सको त्यहाँको प्रिन्सले कोडेलियालाई विवाह गर्छ। हु ह्याड सिन हर एन्ड हर्ड अबाउट हर भर्चुज, अब कोडेलिया वाज ब्युटिफुल, उसलाई मन परेको थियो र उसको भर्चुज भनेको क्वालिटिज गुणहरू पनि राम्रो थियो, राम्रो सुनेको थियो र देखेको पनि थियो फ्रान्सको प्रिन्सले। त्यसैले कोडेलियालाई उसले अँगाल्छ, मजाले स्वीकार्छ। किङ लियर डिभाइड्स हिज किङडम इक्वाली बिट्विन रेगन एन्ड गोनेरिल, अब यतापट्टि ब्रिटेनमा किङ लियरले चाहिँ आफ्नो राज्य दुईटा छोरी जुन जसले एकदमै मिठो प्रशंसा गरे उनीहरूलाई बाँड्छ। एज द डेज पास बाई, जब दिनहरू बित्दै गए अब दे रेगन र गोनेरिल दे कास्टिगेट देयर प्रोमिसेस, अब दुईटा छोरीहरूले आफ्नो जुन प्रोमिस बाचा गरेका थिए बुवालाई यति माया गर्छौँ उति माया गर्छौँ भनेर, त्यो उनीहरूले आफ्नो बाचा बिर्सिन्छन् र यसलाई लत्याउँछन्। दे फर्गेट देयर प्रोमिसेस र मिसट्रिट देयर फादर, अब आफ्नो बुवालाई दुर्व्यवहार गर्न थाल्छन्। वान बाई वान दे डिक्रिज द नम्बर अफ हिज सर्भेन्ट, अब जेठी छोरीले के गर्छ बुवाको सर्भेन्टहरू नोकरहरू गार्डहरूलाई घटाउँदै घटाउँदै तलब नदिएर जागिरबाट निकालिदिन्छ, त्यसपछि घरबाटै निस्केर जानुपर्ने अवस्था आउँछ। एन्ड फाइनल्ली ड्राइभ हिम अवे फ्रम देयर प्यालेस, उनीहरूले आफ्नो दरबारबाट घरबाटै बुवालाई निकाला गर्छन्। हेल्पलेस किङ बिकम्स म्याड ड्यु टु बिट्रियल फ्रम हिज ट्रस्टेड डटर्स, अब त्यो राजा अब बेसहारा बेगर जस्तै एउटा माग्ने भिकारी जस्तै गल्लीहरूमा सडकमा भौतारिनु पर्ने अवस्थामा आउँछ। ऊ पागल हुन्छ, ऊ म्याड हुन्छ, र जबकि उसलाई आफूले ट्रस्ट गरिएको विश्वास गरिएको छोरीहरूबाट यस्तो धोका भयो र उसलाई रिग्रेट पनि हुन्छ। हि रिग्रेट्स फर मिस जजिङ कोडेलिया, अब आफ्नी कान्छी छोरीलाई गलत उसले के गर्यो जज गर्यो, मूल्याङ्कन गर्यो, उसको माया साँचो थियो होला तर उसले राम्रो वर्ड त युज गरिन, तर पनि उसले माया गर्दिन भनेर उसले निकालेको थियो नि त, त्यो उसलाई के भयो रिग्रेट भयो। एन्ड वान्डर्स टु एन्ड फ्रो, टु एन्ड फ्रो भनेको हियर एन्ड देयर, वान्डर भनेको भौतारिनु, यताउता ऊ भौतारिन थाल्यो। वेन कोडेलिया हियर्स अबाउट हर फादर्स डिप्लोरेबल कन्डिसन, जब फ्रान्सकी अब रानी भइसकेकी कोडेलियाले आफ्नो बुवाको डिप्लोरेबल भनेको दयनीय प्याथेटिक कन्डिसनको बारेमा उनले सुनिन्। सी रसेस टुवर्ड्स इङ्ल्यान्ड, अब उनी इङ्ल्यान्डतिर रस भनेको हतार हतार गर्दै उनी आइन्। विथ फ्रेन्च आर्मी, अब उसले आफ्नो देशको आर्मी लिएर टु रिपोसेस हर फादर्स लस्ट किङडम टु हर इभिल सिस्टर्स, दुईटा दिदीहरू दुष्ट दिदीहरूलाई जुन राज्य दिएको थियो आफ्नो बुवाद्वारा त्यो राज्य आफ्नो बुवाको लागि फिर्ता गर्न र बुवालाई फेरि राम्रो अवस्थामा ल्याउन सुधार गर्न अवस्था उनी आफ्नो आर्मी लिएर इङ्ल्यान्डतिर ब्रिटेनतिर फ्रान्सबाट आइन्। वार ब्रेक्स आउट, अब युद्ध सुरु भयो, लडाइँ भयो। द किङडम इज रिपोसेस्ड बाई किङ लियर, अब के भयो राज्य फिर्ता गर्न त सकियो, फ्रान्सको आर्मीले राज्य फिर्ता लियो, किङ लियरको भयो अब त्यो राज्य। अनफर्चुनेटली दुर्भाग्यवश कोडेलिया डाइज इन द ब्याटल फिल्ड, तर कोडेलियाको त्यो मृत्यु भयो कहाँ भने युद्ध मैदानमा। सिइङ दिस कन्डिसन
अब सिइङ दिस, अब छोरी मरेको देखेपछि किङ लियर फ्रेन्ड्स, अब राजा के भयो, बेहोस भयो, एन्ड डाइज अन कोडेलिया चेस्ट, आफ्नो छोरी, माया गर्ने छोरीको छातीमा बेहोस भएर ढल्यो र ऊ त्यहाँबाट कहिले पनि उठेन, उसको प्राण त्यहीँ गयो। टु इभिल डटर्स रेगन एन्ड गोनेरिल डाई बाई कन्सेन्ट, अब दुईटी दुष्ट छोरीहरू थिए जुन डटर रेगन र गोनेरिल, उनीहरू कन्सेन्ट भनेको सहमतिमै उनीहरूले मर्ने निर्णय गरे, भनेको तिनीहरूले सुसाइड गरे। देयर किङडम इज लेफ्ट बिहाइन्ड टु द किङ्स, अब राजाको फ्यामिलीको कोही नभएपछि त अब के भयो, राज्य चलाउने मान्छेहरू, अब उनीहरूका रिलेटिभ्सको हातमा यो राज्य गयो। इन दिस वे देयर किङडम हेज डाउनफल, यसरी उनीहरूको राज्यको पतन भयो, डाउनफल भयो, डिक्लाइन भयो। र यसको थिमहरू के हो भने द पोइम डिल्स विथ द थिम्स अफ फ्ल्याट्री, फ्ल्याट्री भनेको अघि नै आइसक्यो धेरै पटक, झुटो प्रशंसा गर्नु, चिल्लो लगाउनु, चाप्लुसी गर्नु भनेको फ्ल्याट्री हो। र म्याडनेस भनेको पागलपन, राजा पागल भएको छ, उसले रिग्रेटले गर्दा र मिसबिहेभियरले गर्दा पागलपन भएको छ। र अनि लोयल्टी भनेको कोडेलियाले यहाँ लोयल्टी देखाएको छ, इमान्दारिता, आफ्नो बुवालाई प्रेम गरेको छ ट्रुली, बुवाले देश निकाला राज्य निकालै गरे पनि फेरि बुवालाई हेल्प गर्न आएको छ, यो लोयल्टी देखाएको छ। बिट्रियल भनेको दुईटा जेठी छोरीहरूले धोका दिएका छन् आफ्नै बुवालाई र आफ्नै घरबाट उनीहरूलाई आफ्नो बुवालाई निकाला गरेका छन्। र फिलियल ड्युटी भनेको छोराछोरीको दायित्व आमा बुवाप्रतिलाई फिलियल ड्युटी भनिन्छ, यहाँ चाहिँ कोडेलियाले त्यो ड्युटी पुरा गरेकी छन्। र फ्यामिली लभ भनेको त अब छोरीले बुवालाई प्रेम गरेको, उसलाई राम्रो देख्न चाहेको कुरा भएको हुनाले फ्यामिली लभ भइहाल्यो। र मिस जजमेन्ट चाहिँ यहाँ किङ लियरले गरेको छ, गलत मूल्याङ्कन गरेको छ। कोडेलियाको प्रेमलाई उसले झुटो अथवा कोडेलियाले व्यक्त गरेको प्रेमलाई उसलाई सन्तुष्टि दिएको थिएन, त्यसैले उसलाई रिस उठेर उसलाई देश निकाला गरेको थियो, उसको प्रेम मलाई पुगेन भन्ने खालको उसको सोचाइ थियो। यदि तपाईँहरूले यो पोइमको बारेमा धेरै जान्न चाहनुहुन्छ भने अघिल्लो भिडियोमा मैले यो पोइमलाई लाइन बाई लाइन एक्सप्लेन गरेको छु र त्यो हेर्नुहोला। त्यसलाई मैले यो भिडियोको तल कमेन्ट बक्समा पनि ड्रप गर्नेछु र डिस्क्रिप्सनमा पनि हेर्नुहोला, सम्पूर्ण मैले बनाएको भिडियोहरूको लिङ्क त्यहाँ छ। अनि मैले बनाएको सम्पूर्ण भिडियोहरूको समरी पनि मैले मेरो ब्लगमा मैले लेख्ने गरेको छु, त्यहाँ हेर्नुहोला। त्यो ब्लगको लिङ्क पनि मैले यो भिडियोको डिस्क्रिप्सन बक्समै दिएको छु, www.amazingganesh.blogspot.com मा जानुहोला र त्यहाँ विभिन्न नोट्सहरू पनि तपाईँले पाउनुहुनेछ र मैले लेखेका पोइमहरू पनि पढ्नुहोला। नाउ मल्टिपल चोइस क्वेसन्स। क्वेसन नम्बर 1, हाउ मेनी डटर्स डिड किङ लियर ह्याभ? 2, 3, 4, 5। Correct answer is 3. Option B is right answer. Question number 2. Who was his eldest daughter? Regan, Goneril, Cordelia, Lucy. Right answer is Regan. Regan चाहिँ जेठी छोरी हो, गोनेरिल माइली र कोडेलिया कान्छी छोरी हो। तर शेक्सपियरको ओरिजिनल त्यो नाटकमा चाहिँ त्यो ट्रेजेडीमा चाहिँ गोनेरिल जेठी हो र रेगन चाहिँ सेकेन्ड डटर हो। मैले यहाँ पोइम अनुसार नै आन्सर भनिरहेको छु। क्वेसन नम्बर 3, हु वाज द सेकेन्ड डटर अफ किङ लियर? किङ लियरको सेकेन्ड छोरी कुन हो? रेगन, गोनेरिल, कोडेलिया, लुसी। राइट आन्सर इज गोनेरिल। क्वेसन नम्बर 4, हु वाज हिज यङ्गेस्ट डटर? रेगन, गोनेरिल, कोडेलिया, लुसी। लुसी त छोरी नै होइन र यो तीनजना मध्ये कोडेलिया चाहिँ यङ्गेस्ट डटर हो। क्वेसन नम्बर 5, हुइज डटर लभ द किङ ट्रुली? रेगन, गोनेरिल, कोडेलिया, लुसी। राइट आन्सर इज कोडेलिया। क्वेसन नम्बर 6, किङ लियर बिस्टोर्ड अथवा गेभ हिज किङडम टु कोडेलिया एन्ड रेगन, रेगन एन्ड गोनेरिल, गोनेरिल एन्ड कोडेलिया, कोडेलिया ओन्ली। राजाले कसलाई दिए त आफ्नो किङडम, राज्य कसलाई दिए? राइट आन्सर इज रेगन एन्ड गोनेरिल, अप्सन बी। क्वेसन नम्बर 7, द किङ लियर बिकेम द भिक्टिम अफ फ्ल्याट्री, गुड जजमेन्ट, वार, डिजिज। राजा के को यहाँ शिकार भयो? केले गर्दा ऊ पीडामा पर्यो? उसलाई दुःख दिनुको कारण के हो? फ्ल्याट्री यसको राइट आन्सर हो। फ्ल्याट्रीले गर्दा ऊ यसको भिक्टिम भएको छ, फ्ल्याट्रीलाई विश्वास गर्दा उसले धोका पाएको छ। क्वेसन नम्बर 8, कोडेलिया वाज म्यारिड टु अ ड्यास प्रिन्स। कोडेलिया कहाँको राजकुमारसँग विवाह गरिन्? ब्रिटिस, स्कटिस, फ्रेन्च, नर्वेजियन। करेक्ट आन्सर इज फ्रेन्च, फ्रान्सको राजकुमारसँग उनको विवाह भएको थियो। क्वेसन नम्बर 9, ड्यास डिक्रिज द नम्बर अफ किङ्स हेल्पर। राजाका सहयोगीहरू र गार्डहरूलाई घटाइदिने काम कसले गरी? रेगन, गोनेरिल, कोडेलिया, लुसी। यसको सही आन्सर हो रेगन। रेगनले एकपछि अर्को गर्दै राजाको गार्डहरू तलब नदिएर एक एक गर्दै घटाएकी थिए। क्वेसन नम्बर 10, ड्यास अफर्ड हिम टु इट वाट द स्कुलियन बोइज इट।
आफ्नो किचनमा काम गर्ने नोकरहरू, स्कुलियन बोइज भनेको किचनमा काम गर्ने सर्भेन्ट अथवा त्यो केटाहरूले जे दिन्छन् त्यही खाऊ र किचनमै बस भनेर कुन छोरीले भनेर राजाले दुर्व्यवहार गरे? रेगन, गोनेरिल, कोर्डेलिया, लुसी। यसको राइट आन्सर हो गोनेरिल। गोनेरिलले आफ्नो बुवालाई मलाई अन्त ठाउँ छैन, किचनमै बस, त्यहीँ सु त, किचनमा जे पाक्छ त्यही खाऊ, त्यो नोकरहरूले जे दिन्छन् त्यही खाऊ भनेर भनी, त्यो चाहिँ हो रेगन। क्वेसन नम्बर 12, डैश केम टु हेल्प एन्ड रिगेन हर फादर्स लस्ट किङडम। कुन चाहिँ छोरी आफ्नो बुवाको गुमेको राज्य फिर्ता गराउन लडाईँको लागि आएकी थिए, बुवाको सपोर्टको लागि? रेगन, गोनेरिल, कोर्डेलिया, लुसी। यसको राइट आन्सर हो कोर्डेलिया। कोर्डेलिया फ्रान्सबाट फ्रेन्च आर्मी लिएर आएकी थिए बुवालाई सपोर्ट गर्न। क्वेसन नम्बर 13, दिस पोएम इज बेस्ड अन द ट्रेजेडी रिटन बाई आर्थर मिलर, क्रिस्टोफर मार्लो, विलियम सेक्सपियर, अर्नेस्ट हेमिङ्वे। राइट आन्सर हो विलियम सेक्सपियर हो र विलियम सेक्सपियरको 1606 देखि 7 तिर जुन पब्लिस गरिएको अथवा लेखिएको किङ लियर भन्ने नाटकमा आधारित छ यो कविता। क्वेसन नम्बर 14, मेन थिम्स अफ दिस पोएम आर म्याडनेस, क्रुल्टी, फ्ल्याट्री, रिलेसनसिप बिट्विन टु नेबर्स, कल्चरल ट्रेडिसन, मदर्स लभ टुवर्ड चाइल्ड। यसको सही आन्सर हो म्याडनेस, क्रुल्टी, फ्ल्याट्री, यसको चाहिँ थिम हो। नम्बर 15, हु रोड दिस पोएम किङ लियर एन्ड हिज 3 डटर्स? विलियम सेक्सपियर, जर्ज वाटन एडवर्ड्स, डब्ल्युबी इट्स, विलियम वर्ड्सवर्थ। यसको राइट आन्सर हो जर्ज वाटन एडवर्ड्स। तर यो प्ले चाहिँ यदि नाटक भन्यो भने चाहिँ विलियम सेक्सपियरले लेखेका हुन्, त्यो नाटकमा आधारित यो कविता हो, यो चाहिँ जर्ज वाटन एडवर्डले लेखेका हुन्। नाउ इम्पोर्टेन्ट सर्ट आन्सर क्वेसन्स।